यो अहिले तपाईहरु जो देख्नुहुँदैछ यो चाहिँ लाल साग हो। यो लाल साग साह्रै राम्रो हुन्छ। अहिले बारीमा यति बेसी फलेको छ यहाँ लाल साग। लाल लुगा लाएर लाल साग टिप्नेहरुको पनि यहाँ घुइँचो छ। गाउँमा यही छ राम्रो। अहिले तरक्क कराई बसायो, त्यहाँबाट भुटुन हालिराख्यो, अनि बारीमा गएर चरक्क टिपेर ल्याएर भुटभाट पारेर परेक पुरुक पारेर पल्टेङ पुल्टुङ पारेर पकपुक खाने हो यो भिडियो। यो लाल साग यति राम्रो हुन्छ। यो गाउँ भनेको गाउँ नै हुन्छ। अहिले मकै हरियो मकै भएर आइरहेको छ। हरियो हावापानी एकदम राम्रो। यो चाहिँ हाम्रो पुरानो घर। यहाँ एउटा पुरानो घर थियो। पहिले हाम्रो बाबाहरू 6 भाइ बसेको घर यहाँ, र अहिले यहाँ अर्को घर बनिएको छ। यहाँ अहिले कान्छा काकाको परिवार यहाँ बस्छन् र एउटा गाई पालेको छ यहाँ। एउटा गाई त हुन्छै हुन्छ गाउँमा। र अग्ला रुखहरू हामी देख्दैछौँ यहाँ। यसरी हामी यो चाहिँ एकदम घरको छेउको आँगन। तपाईहरुले फुलहरू देख्नुहुँदैछ। यो फुलबारी हो। यसरी गाउँको सुन्दरता। यो चाहिँ हो रामतुलसाको बुट र मकैबारी। साह्रो रमाइलो ठाउँ हुन्छ। चराचुरुङ्गी कराउने, ढुकुरहरू कराउने। चराचुरुङ्गीले अहिले अन्डा पार्ने बेला हो। गुड बनाएर बस्ने चराचुरुङ्गी यसरी बस्छन् यहाँ। यो मकैबारी। यो एउटा घर छ यहाँ। यो घर चाहिँ हाम्रो मूल घर। यो चाहिँ हाम्रो मूल घर हो। हाम्रो बाबा जन्मेको घर चाहिँ यो थियो यहाँनिर। यो घरमा बाबा जन्मिनु भएको, तर यो घर होइन, पुरानो घर थियो। ढुङ्गा माटोले बनाइएको। त्यो छैन अहिले यहाँ। र अहिले यो घर आएको छ। यो घर चाहिँ यहाँ चाहिँ हाम्रो बाबाहरू छुटेर आउनु भएको थियो। यो घर यसरी हामी हाम्रो घरमा यसरी यहाँ हुर्केका बढेका। बढ्नु यहाँ गऱ्यौँ। पर जङ्गल देखिन्छ है। यसरी टाढा टाढा। यस्तो छ। अब बर्खाको लागि यो दाउराको जो गरियो। गाउँमा यस्तै हुन्छ। बर्खाको लागि दाउरा जो गरेको छ। यति भएपछि अब बर्खा काटिन्छ। यस्तै छ हाम्रो गाउँको नक्सा। त माथि डाँडा देखिन्छ। यसलाई हामी राई डाँडा भन्छौँ। यो माथि राई डाँडा। माथि ठुलो देवीथान छ। अहिले यहाँबाट देखिएन। यसरी हामी गाउँमा बस्छौँ। गाउँको बसाइ नै रमाइलो। माथि जो देख्नुहुँदैछ तपाईहरुले अग्लो डाँडा, यो चाहिँ हो देवीथान। यहाँनिर माथि छ। यसरी हाम्रो ग्रामीण जीवनको नक्सा, ग्रामीण जीवनको वातावरण हामी यसरी देख्न सक्छौँ। धन्यवाद।